फाइनली गाइज हैन आज चाहिँ अहिले चाहिँ ठ्याक्कै रातको 11:30 भएको छ। अब हाम्रो टोली चाहिँ रिङ्गाल पोल्न गएको थियो। यो एक टपरा माथि धैरेनीदेखि ठ्याक्कै पारिपट्टिको भागबाट यो सोलाला धैरेनीको पारिपट्टि भागबाट पोलेर ल्याएको हो। हामी चाहिँ 3 जनाको टोली गएको थियो हैन। यो अब चाहिँ अरिङ्गाल चाहिँ एकदम स्वादिष्ट अर्ग्यानिक अरिङ्गाल हो। यो हेर्न सक्नुहुनेछ यो साथीहरु। यो एक टपरा अब यसमा चाहिँ अब फ्रिजमा अब राख्नुपर्छ हैन। फ्रिजमा राखेर अब भोलि यसलाई चाहिँ बजारसँग भुटेर खानुपर्छ बिहानतिर हैन। अबेर आइयो धेरै भिरै भिर माथि। अब के गर्ने धेरै भिरै भिर हुँदै हुँदै काल नगर्दैन। अब दिउँसो भए त के हिँड्न सकिन्थ्यो होला। राति भएर एकदमै भिरै भिरै हिँडेर अरिङ्गाल ल्याएर 3 जनाको कार्यक्रम चाहिँ सफल भयो। 3 जना गएको थियौँ हाम्रो टोली हैन। बाई बाई।